क्याशमा एउटा चाहिँ मान्छेको नाम छ, दुईटा छ। अब के यहाँ दुईटा लेख्ने, यो बुझ्नु पर्यो। उधारोमा छ भने संस्था वा व्यक्तिको नाम लेख्न पर्छ, एन्सर है लेख्न पर्छ। तर बिचमा यहाँ क्याश आइदियो भने त संस्थालाई आयो, संस्था या व्यक्तिको नाम हामी यहाँ एन्सर भनेर चाहिँ लेख्दैन, डेबिट क्रेडिट गर्ने बेलामा। तर जब हामी कुनै सफ्टवेयरमा इन्ट्री गर्छौँ, जस्तै हामी एक्सेलमा इन्ट्री गरिदिएँ, हाम्रो टेली हुन्छ टेलीमा इन्ट्री गरिदिएँ, स्वास्थ्यमा इन्ट्री गरिदिएँ, मार्गमा बेसीमा कुनै पनि एकाउन्टिङ सफ्टवेयरमा हामी इन्ट्री गरिरहेको छ भने त्यहाँ यो दुईटा लेख्न पर्छ। बताउनु पर्यो नि, क्यासमा खरिद गऱ्यो भने कोसँग खरिद गऱ्यो, हामी यहाँ एन्सरमा लेख्दैनौँ तर त्यो सफ्टवेयरमा चाहिँ लेख्न पर्छ है। एन्सरमा के हुन्छ, क्यास आएपछि यसलाई बिर्सिहाल्छ, यो पनि छ भनेर है, त्यहाँ हामी गर्छौँ। अब सामान खरिद गरे होइन, सामान खरिद गरे अनि क्यास दिइहाल्यो, त्यो क्यास हाम्रो रियल एकाउन्टको नियमले चाहिँ गइरहेछ, जान्ने जति क्रेडिट क्यास हुन्छ हाम्रो यहाँ क्रेडिट आरएस हामी यहाँ